पुरै उकालो आइसकेको छ म त स्क्याम भयो तिमीलाई त नभए त कहाँ हिँड्छौ तिमी हेलो सबैलाई आज हामी हाइक गर्न जान आँटेको रे कहाँ जान आँटेको के गर्न आँटेको केही पनि थाहा छैन सञ्जोगले ड्राइभ गरिरहेछ से हाई सो लेट्स सी कस्तो हुन्छ के हुन्छ मलाई नै कम्प्लिटली सरप्राइज हो मलाई नि थाहा छैन कहाँ जान आँटेको सो जाउँ अब लगाइस हामी आइसक्यौँ हामी आएको ठाउँ भनेको चाहिँ मोराइन स्टेट पार्क हो यहाँनिर चाहिँ बोटहरूलाई डकहरू गर्न मिल्छ हामी चाहिँ अलिकति हाइक गर्छौँ अनि त्यस पछाडि हेरौँ के हुन्छ के आजको यो ट्रिपको बारेमा भन्दै नि त कहाँ लिएर आयो के गर्यौँ आज हामी अचानक काम लागेको भएर अचानक बनेको प्लान हो अनि हामी अहिले मोराइन स्टेट पार्कमा छौँ तर कहाँ ल्याएर पार्क गरियो नि थाहा छैन यो त पुरै बोट लन्च गर्ने एरिया जस्तो छ यसो हेर्दाखेरि अब यहाँ हाम्रो नेक्स्ट भनेको अब यो हाम्रो ट्रेल हेड कता हो थाहा पाउनु पर्ने छ लेट्स गो ट्रेल सुरु भइसकेको छ सन्जु कति हिँड्नुपर्छ अरे थाहा छैन मलाई 1.something माइल हो त्यति ग्लेसियर रिज ट्रेल हाम्रो यस्तो छ यहाँ त चाहिँ लेक छ लेकको छेउबाट ट्रेल सुरु हुन्छ सो यो म्यापमा चाहिँ अहिले हामी यहाँ छौँ हामीले गर्न आँटेको भने चाहिँ यो लुप गर्ने यो रेड डटबाट चाहिँ अनि हामी यहाँ माथिको यो रेड डटसम्म जान्छौँ त्यहाँदेखि घुमेर यहाँ आउँछौँ त्यो भनेको टोटल 1.59 माइल्स हुन्छ दामी स्पट रहेछ यो चाहिँ हामी हिँडेको 1 मिनट पनि भएन यो ठाउँमा भेटायौँ कस्तो लाग्यो बेबी तिमीलाई यो ठाउँ कस्तो माछा मार्न मन लाग्यो साँच्चै माछा मार राम्रो देखिरहेछ मजाको दिन छ माछा आज त देखेको छैन भाइ भेरी भेरी आनन्द छ यहाँ राम्रो छ मजाको छ यहाँ चट्ट यहाँबाट छेउबाट बोट नि गइरहेछ यो मजाले सर आफ्नो बोट लिएर आयो टक्क बोट लन्च गर्यो अनि सिङ गयो कस्तो आनन्द चाहिँ पुरै उकालो आइसकेको छ पुरै उकालो छ यहाँ चाहिँ अब कस्तो फ्रेस ग्रिन देखिरहेको छ क्या यो न्यू लिफ्ट भएर तर हामी अफ द ट्रेल हिँडेछौँ नि त स्टार्टमा राइट आज सही दिनमा हामी हिँडिरहेको बेलामा के अरे बाइ द वे साउट टु सङ्कल्प एन्ड श्रेया फर दिस माइक मेरो बर्थडे गिफ्ट DJI माइक मिनी कालो चस्मा लाउँदै क्लियर देखिँदो रहेछ यार कालो चस्मा लाउँदा पानी क्लियर सही देखिरहेछ भ्यू यस्तो राम्रो कलरको फ्लावर भेट्यो कि यस्तो ब्युटिफुल कलरको त्यस्तो यहाँनिर हिँडम गोलमा पुग्न छ लेट्स गो यस्तो ठाउँ आइपुगेको छ हल्का खोज जस्तो ठाउँमा एउटा फेरि यस्तो उकालो जानुपर्ने छ लड्नु चाहिँ भएन है फेरि मातेको याद आयो लड्नु चाहिँ भएन खिच्दै हामीहरू चाहिँ यहाँ आइसकेको छौँ गाइस लडेन त गुल्टुङ तलै यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ है जङ्गलमा चाहिँ साग फलेको रहेछ अब के को साग हो भनेर चाहिँ तपाईँहरू आफै ठम्याउनु होला यहाँ हल्का पुल पनि हल्का बाङ्गो रहेछ है यसरी आउनु पर्ने छ के को साग हो यो थाहा छैन हामी चाहिँ एकछिन थाकेर हल्का रेस्ट गरेर आएको लेकको भ्यू छ यतापट्टि चिल भएको छ चिल पाउने ठिक्क घाम छ स्याडो पनि छ गुड भाइब्स म त चराको साउन्ड कस्तो आनन्द हुन्छ हल्का रेसपछि अब हामी फेरि सुरु गरेको छौँ हिँड्नलाई है अब चाहिँ कता पुगिन्छ यस्तो आउँछ कि बिचमा सानो पानीको छेउमा आइपुग्छ फेरि माथि जान्छ फेरि तल आउँछ सो इट्स अ फन ट्रेल बट देयर इज नो फिश यहाँ पोइन्टमा आइसकेपछि अब यता बाटो छ एउटा उकालो जानुपर्ने बाटो छ अब त 528 ब्रिज अनि एनसिटीदेखि चाहिँ एनसिटी भनेको आई डोन्ट नो वाट इट इज तर हाम्रो ट्रेलको सर्ट फर्म नै हुनसक्छ है त्यो म पत्ता लगाएर हेर्छु अब यहाँ एकचोटि फोनमा हेर्नुपर्ने हुन्छ अब हामीले चाहिँ पत्ता लगाइसकेको छौँ हामी एनसिटी तर्फ गइरहेको छौँ हामी उकालो अब हामी यो लेकको भ्यूलाई बाई बाई भन्दै हामी यो पहाडतिर माथि
उकालोतिर लाग्दैछ स्टिक चाहिँ किन बोक्या स्टिक चाहिँ यो अगाडि स्पाइडर वेब्सहरू आउँछ क्या अनि चिलाउँदो रहेछ यसले चाहिँ हल्का स्याटु स्याटु स्या दिएपछि क्लियर बाटो स्पाइडर वेब भने माकुराको जाल यसरी हो नि त लाग्छ एनसिटीतिर गइरहेको मान्छे चिप्ले मेरो खुट्टा देख्यो मैले त देखिनँ क्यामेराले देख्यो होला खै तपाईँहरूले देख्नुभयो देख्नु भने कमेन्ट गर्नु है तल अनि अब युएसमा हाइक हानेको मान्छेलाई थाहा हुन्छ नहानेको मान्छेलाई चाहिँ उ त्यो पछाडिको रुखमा देखाइदियो भने त्यहाँ निलो मार्कर छ त्यो चाहिँ भनेको चाहिँ हामी राइट बाटोमा छौँ जङ्गलमा हामी हराइरहेको छैनौँ भनेको हो अब याद गर्नुभयो भने तपाईँले उयो अगाडिको रुखमा पनि निलो मार्कर छ सो यसरी पाथ फलो गर्दै जाने हो हाइक हान्न चाहिँ यो हुँदा हामी हराइँदैन हामी ठाडै उकालो हिँड्दैछौँ पुरै उकालो छ यो चाहिँ अब तलैबाट आएको गल्यो ठाडै उकालो छ यो चाहिँ गाइस सो फर्स्ट फेज अफ हाम्रो हाइक सक्यो हामी यहाँबाट यस्तो उकालो आएर यहाँबाट ओह्रालो झर्न थाल्यौँ अब उकालो सक्यो अब ओह्रालो त्यो अहिलेको लेकतर्फ जाँदैछौँ है त हाइकिङ उसको लागि बनेको ए म हाइकको लागि बनेको म चिलो मलाई एक ठाउँ लगेर सुताइदिएँ म कस्तो सुत्दिन्छु पगा भने मलाई हिँडाउन चाहिँ नहिँडाऊ प्लिज बोगाऊ मलाई म इबिसी पनि म बरु बोक आम नट हाइकिङ पर्सन अनि हो हाइक अनि हो लाने हो सबैतिर सो मैले हिँड्दा के याद गरेँ भने अब हामीले त पानीको खाइसक्यो के अरे एनर्जी बार खाइसक्यो नि त सो वी अलवेज क्यारी दिस के नेपालमा चाहिँ जहाँ गयो त्यहाँनिर फोहोर फाल्नुहुन्छ तपाईँ आफ्नो घरमा फोहोर फाले जस्तै हो कि बाहिर फोहोर फाल्नु सो अलवेज मेक स्योर आफूले खाएको कुराहरू चाहिँ क्यारी गरेर ट्रास क्यानमा अथवा डस्टबिन जहाँ फोहोर फाल्ने ठाउँ छ त्यहाँ फालिदिनु त्यो हुँदाखेरि आफूले गरेको सानो एफर्टले पनि अलिकति पनि क्लिन हुन्छ कि अलिअलि गर्दै अरूले पनि सिक्छ सो डु दिस के र बेबी सो चित्त दुखो किन उनी मात्रै छ निगुरै छैन निगुरो भएको त एक मुठो लिएर जान्थे यार यहाँ पाएको भए हो यस्तो जम्मा 16-17 रुपियाँ यत्रो मुठो पर्छ नेपालमा यत्रो मुठोलाई 50 रुपियाँमा दलाली गरेको याद आउँछ निगुरै पाएन निगुरो हन्टिङ जारी छ आस्ताको म सास रङ्जेल तल झरुन्जेलसम्म खोज्ने हो म अहिले चाहिँ हल्का गर्मी भएको अवस्था अनि नास्ताले अन्त भलिन्टियर गरेर ब्याग बोकिरहेको छ अहिले भोलिन्टियर रे पुरै ब्याग बोकेर अब के अरे के भन्छ होला भिडै भिड तिमी भन तिमीलाई नै बोकेर लगिदिन्छु म त बोक्नु पर्दैन ब्याग मात्रै बोके पुग्छ तिमीलाई बोकेर लगिदिन्छु सुई पसिनाले ढाड सबै भिजेपछि हालत यस्तो सर्टै सबै भिज्यो बिचराको गर्मी छ गर्मी भइरहेको बिचरा भिडियो खिचिरहेको छ त्यहाँ अब चाहिँ हाम्रो 25% जति बाँकी होला हाइकको अब डाउन हिल मात्रै छ अलमोस्ट देयर गर्मी चाहिँ गर्मी भयो ठिक्कको हाइक अब चाहिँ हामी अलमोस्ट एनतिर आइपुगेको छौँ त्यहाँ तल लेक त्यहाँ तल लेक पनि देखिसकेको छ अलिकति अघि स्टार्ट गरेको पोइन्ट हो हाम्रो सो अलमोस्ट देयर अब शीतल हावा पनि चलिरहेको छ पुरै रमाइलो हाइक भयो त्यहाँ हामी एन्डमा आइसकेको छौँ जुन चाहिँ अघिको हाम्रो स्टार्टिङ पोइन्ट रहेको थियो ठ्याक्क एन्ड अफ द ट्रेलमा हामी आइसकेको छौँ ठ्याक्क हामी यतातिर गएको थियौँ यो बाटो अहिले हामी यता माथिबाट फर्केर आयौँ सो अघि हामीले देखाएको यो हामीले होल थिङ कम्प्लिट गऱ्यौँ यो